आज मैले पकाउँदै छु सल्लेउ च्याउ। यो चाहिँ हाम्रो जङ्गलतिर पाउने च्याउ हो। आजभोलि च्याउको सिजन छ, त्यसैले चाहिँ मैले च्याउको रेसिपी नै सेयर गर्दैछु। नमस्कार अनि स्वागत छ मेरो नेपाली सादा रेसिपीमा। आजको रेसिपीमा मैले तपाईँहरूको सामु चाहिँ यस्तो खालको सल्लेउ च्याउको रेसिपी सेयर गर्दैछु। र हजुरहरूलाई मैले के रिक्वेस्ट गर्छु भने यदि हजुरहरूले पहिलेदेखि नै जङ्गली च्याउ खाँदै आउनुभएको छ भने चाहिँ खानुहोला, तर सुरुमै खाँदै हुनुहुन्छ भने चाहिँ च्याउ नचिनेर कसैले पनि नखानुहोला भन्न चाहन्छु। हामीले चाहिँ पहिलेदेखि नै चिनेर जानेर चाहिँ खाँदै आएर चाहिँ हामीले यस्तो खालको च्याउहरू खाइरहेका हुन्छौँ। यो च्याउलाई चाहिँ हाम्रोतिर सल्लेउ च्याउ भन्छ भने कता कति चाहिँ सल्ले च्याउ पनि भन्दो रहेछ। यो चाहिँ दुई किसिमको हुन्छ, एउटा सेतो हुन्छ भने एउटा पहेँलो हुन्छ। र यसको खुट्टा मुनिको खुट्टा भाग पनि यसरी बनाएको छु र माथिको छाँटा भाग पनि बनाएको छु। र मसलाको लागि मैले लसुन लिएँ, अनि खुर्सानी लिएँ, त्यसपछि यो सिल्तिमोड लिएँ, अनि अर्को चाहिँ तिमोड। यी चार चिजहरूले एकदमै पर्फेक्ट यसको मसला भइहाल्छ। तर यदि हजुरहरूले लसुन र प्याज खानु हुँदैन भने चाहिँ तपाईँहरूले सम्पूको दाना राख्न सक्नुहुन्छ च्याउमा। एकदमै राम्रो हुन्छ, एकदमै राम्रो स्वाद दिन्छ। यो सम्पू सागको दाना हो। यो सम्पूको दानासँगै तपाईँहरूले तिमुर र खुर्सानीलाई राख्न सक्नुहुन्छ। मैले लसुन, तिमुर र खुर्सानीलाई थिचेर राखिसकेँ र किटको कराई पनि तताइसकेँ। कराई हल्का तातिसकेपछि मैले चाहिँ तेल राखेँ र तेल मेरो भान्सामा सर्सोको तेल युज हुन्छ। र हल्का तेल तातिसकेपछि मैले सम्पूको दानालाई सुरुमा पुर्याउँछु। मैले भनिसकेँ हजुरले यदि लसुन प्याज खानु हुँदैन भने चाहिँ तपाईँहरूले यो सम्पूको दानासँगै तिमुर र खुर्सानी राख्नुभयो भने च्याउको मसला चाहिँ पर्फेक्ट रेडी भइहाल्छ। अब सम्पूको दाना हल्का फुरिसकेपछि मैले तिमुर, खुर्सानी र लसुनलाई थिचेर बनाएको मसलालाई राख्छु। र तेलमा नै सुरुमा फुराइसकेपछि चाहिँ राम्रो बास्नासँगैको स्वाद आउँछ। त्यसैले र हल्का फुरिसकेपछि चाहिँ यसरी तपाईँले हेर्दै चलाउँदै गर्न सक्नुहुन्छ। र थोरै फुरिसकेपछि चाहिँ अब च्याउलाई राख्न सक्नुहुन्छ। र च्याउलाई चाहिँ तपाईँहरूले सानो भाँडामा पकाउँदै हुनुहुन्छ भने पनि एकचोटि चलाउँदै राख्दै गर्नुभयो भने पनि सुरुमा धेरै देखिए तापनि यो पकाउँदै चलाउँदै थोरै घटेर पाकेर चाहिँ कम्ती हुने गर्छ। त्यसैले चाहिँ तपाईँहरूले सानो भाँडामा पनि धेरै च्याउ पकाउन सक्नुहुन्छ। अब चाहिँ यसलाई राम्रोसँग चलाउँदै जाने र भर्खरै तपाईँहरूले च्याउ सफा गरेर पानी बातै राख्नुभएको छ भने चाहिँ चलाउँदै यसमा धेरै नै पानी निस्किसक्छ। तर चाहिँ तपाईँहरूले बिहान सफा गरेर साँझ पकाउने र साँझ सफा गरेर बिहान पकाउँदै हुनुहुन्छ भने च्याउ चाहिँ एकदमै सुक्खा भएको हुन्छ। त्यसैले सुरुमै राख्दा तासिन सक्छ र थोरै पानी राखेर चलाउन सक्नुहुन्छ। त्यसपछि चाहिँ मैले आवश्यकता अनुसार नुन पनि राखेँ र बेसार पनि राखेँ र अब बिस्तारै चलाउँदै जाने। मैले चाहिँ यो च्याउ बिहान सफा गरेर बेलुका पकाउँदैछु, त्यसैले यसमा चाहिँ पानी कम्ती छ। र अब चाहिँ यसरी बिस्तारै चलाउँदै जाने बेला पनि यसमा हल्का पानी निस्किरहेको छ। तर तपाईँहरूले तत्काल पानीबाट सफा गरेर तत्काल नै पकाउँदै हुनुहुन्छ भने यसबाट धेरै नै पानी निस्किन्छ र लगभग चाहिँ त्यही पानीले चाहिँ च्याउ चाहिँ पाक्न चाहिँ मद्दत गर्छ। र चलाउँदै जाने र मुनि तासिन नदिने, राम्रोसँग चलाउँदै जाने, बिस्तारै चलाउने र आगो चाहिँ अलिकति सानो बनाएर चाहिँ पकाउँदै जानुपर्ने हुन्छ। र यसबाट निस्किएको पानीले मात्रै चाहिँ च्याउ राम्रोसँग नपाक्न सक्छ। त्यसैले तपाईँले यसबाट निस्किएको पानीले चाहिँ एकचोटि राम्रोसँग चलाउँदै मुनि बस्न नदिएर पकाउँदै गर्ने। अनि यसबाट पानी हल्का सुकिसकेपछि मुनि भाँडामा तासिन लागिसकेपछि चाहिँ तपाईँले फेरि पनि थोरै 1 गिलास जति पानी राखेर राम्रोसँग उम्लिएर पाक्न दिनुपर्नेछ। मैले चाहिँ अब 1 गिलास जति पानी राखेँ। अब यसलाई राम्रोसँग उम्लिन दिन्छु र यसरी उम्लिन चाहिँ एकैचोटि नछोड्दिनु होला, तपाईँहरूले चाहिँ बेला बेला चलाउँदै जानुपर्नेछ। यो च्याउ चाहिँ माथिपट्टि यसरी उम्लिएको देखिए तापनि मुनितिर भाँडामा तासिने सम्भावना हुन्छ। त्यसैले चाहिँ बिस्तारै चलाउने अनि यसरी चलाउँदै हेर्दै पकाउँदै गर्ने। मुनि तास्न नदिनुन्जेलसम्म चाहिँ तपाईँले पकाउँदै जानुपर्ने हुन्छ।
यसरी नै एकछिन राम्ररी उम्लिन दिने, पाक्न दिने र फेरि एकछिन चलाइदिने र फेरि एकचोटि राम्रोसँग उम्लिन दिने र पाक्न दिने र चलाइदिने गर्दै जाँदा पानी पनि सुक्दै जान्छ र मुनि तासिने जस्तै हुँदै जान्छ र यतिको भइसकेपछि र भाँडामा तासिन आँट्यो भने चाहिँ तपाईहरुले महसुस गर्नुहुनेछ कि च्याउ पाकिसक्यो भनेर र मैले चाहिँ अहिले पकाएर रेडी गरेर पनि ग्यास बन्द गरिसके र यही तरिकाबाट र यसरी नै तपाईहरुले सल्लेउ च्याउलाई पनि राम्रोसँग र सजिलो तरिकाबाट पकाएर खान सक्नुहुन्छ र हजुरले यो धेरै समयदेखि खाँदै आउनु भएको छ भने चाहिँ कताकति प्रायलाई चाहिँ यो तरिका चाहिँ नयाँ नहुन पनि सक्छ तर जो नयाँ हुनुहुन्छ र पकाउने आइडिया आइरहेको छैन मेरो रेसिपी पक्कै पनि फलो गर्नु होला र आजको भिडियो चाहिँ यति नै बाइ बाइ।